अब सपनाको सहर हङकङ आउने होइन त हजुरहरू? धेरैजना इन्ट्रेस्टेड देखेँ। मैले एउटा भिडियो हालेको थिएँ हङकङ भिसाको बारेमा, त्यो धेरैजनाले मन पराइदिनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। र हजुरहरू पनि कतिको इन्ट्रेस्टेड हुनुहुन्छ? हङकङमा कोही पनि आउन नसक्ने भए यति धेरै नेपाली अवश्य पनि हुन्थेन। त्यसकारण हाम्रो इन्डिया अनि नेपालको दाजुभाइ दिदीबहिनीलाई यो भन्न चाहन्छु, हजुरहरू यदि यहाँ आउन चाहनुहुन्छ भने फ्री भिसा छ, खाना लाउन बस्न फ्री छ, इन्सुरेन्स फ्री छ, अनि टिकट पनि फ्री छ। सबैजनाले यो कुराहरू जब यहाँ आउनको लागि हजुरहरूले प्रोसेस गर्नुहुन्छ त्यो कुराहरू विचार गरेर मात्रै प्रोसेस गर्नु होला, किनकि सबै फ्री हो। तर हजुरहरूलाई जुनले ल्याउँछु भन्ने व्यक्तिहरू हुन्छ उहाँहरूको लागि उहाँहरूले गर्ने कुरामा मात्रै हजुरहरू फरक पर्छ। थ्याङ्क यू।